तर मुभन हुँदै हुनुहुन्छ दाइ आदीमा पुग्नु भयो अब आदि बाटो क्रस गर्न बाँकी छ आफ्नो भन्नुहुन्छ कि दाइको भन्नुहुन्छ नर्सरी हैन वानमा पढ्दाखेरि आउनु मलाई 5 रुपैयाँको कपी दिए वान गरे ओ माय गॉड बोल ब्याग हाल्छ हेलो फ्यामिली गुड मर्निङ वेलकम ब्याक टु माई च्यानल आई होप हजुर सबै सन्चै हुनुहुन्छ होला म पनि यता सन्चै छु हजुरहरू के गर्दै हुनुहुन्छ मैले चाहिँ यो हिजो भ्लग स्टार्ट गरेको थिएँ हिजो पोस्ट गरेर अनि म चाहिँ हिजो नानीको साथीको घर जानुभएको थिएँ पहिला बजार जानुभएको थिएँ अनि नानीको साथीको घर जानुभएको थियो अनि मलाई बोलाउनु भयो अनि म गएँ अनि मैले त्यहाँ प्लास्टिक देखाउँदैछु मैले फेरि कपडा लगाएको थिएँ कि त्यो लाएर जाने हुन्छ भनेर अनि फरक वान पिस लगाएको थिएँ अनि वान पिस लगेर अनि गएँ म अनि नानीले यहाँ यता भन्दै हुनुहुन्थ्यो बाटोबाट सिधै देखिने रहेछ अनि गएँ नाच्दै थिएँ दुइटी गएर त्यहाँ कपडा लाउँदै रहेछन् अनि म पनि गएर कपडा लगाएँ अनि रेडी भएँ तिनीहरू त्यो के गरे के चौधरी ड्रेस लाएँ दुइटीले अनि अर्को नानीले फेरि प्यान्ट टी सर्ट लाउनु भयो अनि म नभएपछि चल्दैन के हो केही पनि भने अनि हाँस्दै थिएँ दुइटै अन्त माया लागेर बोलाएँ म अन्त ठुल्ठुला कुरा गर्ने भन्दै थिएँ अनि हामी फोटो खिच्न गयौँ रेडी भएर अनि फोटो खिच्न गयौँ फोटो खिच्दै थियौँ अनि खिचेर पनि त्यहाँ भिडियो त बनाएको थिएँ मैले तर कस्तो मधुरो आयो अनि त्यही भएर मैले डिलिट गरिदिएँ अनि साथीहरू मैले चाहिँ कतै उता अरू पनि बोले हालेको छु हेर्नु मिलाएर हेर्दैन होला कपी नै क्या अरू त्यो 1000 रुपियाँको सामान पनि दिएदिन अनि स्यानामा चाहिँ 5 रुपियाँको कपी दिएदिन असल छ मसँग राखेको छु के माया त्यस्तो फोटो खिचेर माया हैन कि त्यो मम्मीले के लेखेर राख्नु भयो होला ल बाइ बाइ राम्रोसँग बस्नु बाइ बाइ ल अब उता आउनु म्यासेज गरे उल्टा चप्पल लाइन जानलाई चाहिँ कस्तो हुन्छ अलि लामै सास फेरेर पनि भिडियो बनाउनुहुन्छ कि दाइ सन्चै कपाल काटिन जान्छ भनेर केटीको आवश्यकता छ बिहा गर्ने भगवान एक्लै केक खान लाग्छ नि मलाई नदिन एक्लै खान लाग्छ कि मलाई नदिन आफ्नै नन्दले भन्दा अर्कै नन्दले राम्रो मान्छ अर्कै बहिनीले अलि दिनु न खानु भएन र तपाईले आउनुको मिठो छैन भात खानु लाग्छ यो झन् मिठो रहन्छ मोलो खाले ल्याएको कस्तो के भयो खोइ कसो बन्टे रहेछ केक लिएर आएको थियो दुईटा कोले आधी फेरि कोले गे अन्त त्यो लिएर आउनु भएको कुरा सिक्ला थियौँ कि तपाईँको हामीले के गर्नु गर्नु ल देखाउनु लाग्यो तिमीले कुरा सिक्न तिमीलाई गुण छैन कि जे ल्याइदिने के भन्नुहुन्छ हेलो साथीहरू फेरि पनि आएँ म मेरो बोलीमा अनि मैले चाहिँ त्यो किन राख्दिएँ भन्दाखेरि कस्तो रमाइलो टाइपको पनि बोलिराख्नु भएको थियो अनि मैले पहिला बोल्या राख्थेँ नि त त्यही भएर सबैजना बोल्नु भएको थियो अनि म पनि बोलिराखेको थिएँ अनि किन कटाएर आफ्नो भोइस राखिदिने हो र भनेर फेरि मैले सबैजना बोल्या पनि राखिदिएँ अनि मम्मीले त्यति बेलासम्म कटर काटिसक्नु भएको थियो बाहिर आउँदासम्म अनि मैले आएर आगो जोडेँ आज फेरि रोटी हाल्ने भन्ने थियो अनि आगो जोडेर कराही बसालेँ तेल हालेर पहिला अनि प्याज हालेर प्याज अलि पाकेपछि
जिरा हालेर अनि खुर्सानी अरे के सरी साथीहरू बेसार हालेर अनि मैले त्यो पनि हाल्दिएँ कटहर पनि हाल्दिएँ कटहर हालेर अनि टमाटर पनि हाल्दिएँ मलाई पकाउन त धेरै आउँदैन त्यही पनि साथीहरू एकचोटि हेरिदिनु ल राम्रोसँग अनि कटहर पाकिसकेर मैले भिडियो बनाएको थिएँ तर बनाउनै पाइएन रोटी पनि हालेँ नानीले र मैले रोटी हालेको दिन पनि हाम्रो पुरै कस्तो हुन्छ के तल हेर्नु न अनि त्यही भएर राम्रोसँग हेरिदिनु ल साथीहरू सरी भन्न चाहेँ दिदी आई लभ यु दिदी हाम्रो आउँदा नि त्यहाँबाट कमरा फेर्न आउने लाइन गएपछि त मान्छेले यस्तो गेम खेलिरहेछु लाइन भएपछि कस्तो खेल्नु जान्दै लाइन भएपछि त एकचोटि ट्राई दिस छिटो गए लाइन भएपछि त यो हाल्न हो खैको वाला लाइन भएपछि त यो केटीको फोटो देखेला के लाइन भएपछि लाइन अफलाइनमा यो खेल्ने हो लाइन भएपछि यो खेल्ने हो राम दिदी के हो क्या खै आजको भिडियो देखाइदिनु न त यसो वाले देखान्न म लाइन आएपछि यति खुसी हुँदैछन् मान्छे दाइले धोका पाउनु भयो 3 वर्षको रिलेसनसिप तर मुभ अन हुँदै हुनुहुन्छ दाइ आदिमा पुग्नु भयो अब आदि बाटो क्रस गर्न बाँकी छ आफ्नो भन्नुहुन्छ कि दाइको भन्नुहुन्छ अभी मैं गाली नहीं दे सकता नहीं गाली नहीं देना अब फैमिली देखती है वरना मैं ऐसे गाली दूं ऐसे दाइको कुरा चलिरहेको छ मलाई बिर्सा किन जोस्नु दाइ रुललाई जानु भयो दाइ के दाइ त्यसै हुन्छ सुरसुरमा भित्रको पिरा नलुकाउनुस् दाइ त्यो बाहिर आएको थाचाको भयो बस्नु न दाइ एकचोटि दाइ थाचाको भुइँमा बस्नु न त कस्तो सेन्टी गीत गाइन सुन्नुभयो त्यो दाइले किन गेम खेल्नुहुन्छ भने त यस्तो 3 वर्षको त्यस्तो भयो रहेछ त बिचराको ठीक 5 भन्नु म बिर्से 3 कि 5 हो त 5 हो 3 भन्दा मैले फेरि त्यही भएर मलाई विश्वास लाग्दैन ए भगवान गर्नु हुँदैन त दाइ मैले प्लिज नानी आशा होला नि 2 महिनाको मैले सम्हाल्ने त होला साइड लगाऊ यसलाई कस्तो फिलिङ्स आइरहेछ दाइ कुरा गर्ने मान्छे कोही छैन भन्नु न ए भगवान दाइको कुरा सही बात नाइ गर्नु पनि के गरे होला के यार के हैन बाबु तपाईको 3 महिनामा बिहा भयो नि त तपाईले दुःख बुझ्दैन भन्ने